शाह मुर्दाबाद। तिम्रो दिदीको भारतीयसँग बिहे भएको कारणले सायद तिमीले दाइजोमा लिपु लेख दिन लागेको हौ क्यारे, त्यही कारणले आज जुन हरकत गर्यौ तिमीलाई म तपाईँ पनि भन्न चाहन्न, किनकि तिमी राष्ट्रद्रोही हौ, तिमी देशद्रोही हौ। जुन तिमीले एउटा सर्वोच्च सार्वभौम संस्था संसदमा बसेर जुन हरकत हिजो तिमीले गर्यौ, भन तिमी कतिमा बिकेको छौ, तिम्रो सांसद कतिमा बिकेका छन्। तिमीले बोल्दाखेरि ताली पड्काउने र तिमीले आज व्हाइट वाश गर्ने सबैजना तिमीहरू देशद्रोहीहरू हौ। आफ्नो देशको, जबकि भारतको प्रधानमन्त्री मिडियाले आजसम्म हामी भन्दा विज्ञ त्यहाँनिर मान्छे छन्, आजसम्म उनीहरूले पत्ता लगाउन सकेका थिएनन् कि हाम्रो नेपालद्वारा कतै उनीहरूको भूमि मिचिएको थियो भनेर। तर बालेनले हिजो त्यहाँ बसेर भनेपछि भारतको गुलामी गर्न, चाकडी गर्न र वफादार कुत्ता भनेर साबित गर्नको लागि आफूले आफूलाई बडो मेहनत गरेको देखिन्छ। र हामी घोर भर्त्सना गर्दछौँ। हाम्रा साथीहरू सबैजना हामी पुतला दहन गर्न आएका थियौँ, तर हाम्रा प्रहरी साथीहरूले यहाँनिर पुतला दहन गर्न मिल्दैन भनेर हाम्रो सामग्री। प्रधानमन्त्रीलाई तपाईँ कुत्ता भन्दै हुनुहुन्छ। जसरी उहाँले भारतप्रतिको वफादारिता देखाउनु भयो, चोखाउनु भयो, व्हाइट वाश गर्नुभयो, त्यसलाई हाम्रो घरतिर वफादार कुत्तै भनिन्छ, नमक खाके भनिन्छ। र उहाँले देखाउनु भयो आफ्नो दिदीलाई भारतमा बिहे गरेको कारणले सायद लिपुलेख र लिम्पियाधुरा दाइजोमा दिने कोसिस गर्दै हुनुहुन्छ। र यो हामी जति पनि छौँ साथीहरू सबैजना मिलेर हामी यो रोक्ने नै छौँ। यो गलत भयो, हामी यसको घोर भर्त्सना गर्दछौँ। अब तपाईले पुतला दहन गर्दै गर्दा प्रहरीले आक्रमण गर्यो, चुनौती कुन आधारले दिए? हाम्रो नेपालको सीमाविदहरूले हिजो भारतका सबै कूटनीतिज्ञ डिप्लोमेट्सहरूले के गरेका छन् भन्दाखेरि चाहिँ उनीहरूले कङ्ग्रेचुलेसन्स बालेन भनेका छन्। दुश्मनले बधाई दिएको छ, दुश्मन खुसी छ भने चाहिँ सोच्नुहोस् यो मान्छे कताको हो भनेर। अझै पनि उहाँको राष्ट्रियताप्रति अरू देशमा हुने भने, चाइनातिर हुने भने फाँसी लाएर टाउको काटिन्थ्यो। नेपालमा उहाँका जति पनि समर्थक छन्, चाटुकार छन्, झोले भन्थे हामीलाई, उनीहरू बोरे हुन्, बोरै बोकेका छन्। बालेनको त दिशा पनि अमृत मानेर खान्छन्। यिनीहरूले व्हाइट वाश गर्ने कोसिस गरेका छन्। यस्तो हुँदैन, राष्ट्रघाती कदम हो यो। राष्ट्रको सर्वोच्च एउटा संसदमा बसेर जुन तरिकाले उहाँले भन्नुभयो हाम्रो देशबाट सीमा मिचिएको छ, यो कतै नभएको, कुनै सीमाविदले नलेखेको, कसैले थाहा नपाएको कुरा भारतको चाटुकार गरेर भारतलाई इम्प्रेस गर्नको लागि जुन उहाँले स्टन्ट गर्नुभयो, यसको घोर भर्त्सना गरिन्छ। यो गलत हो। देशभक्ति कुन आधारमा? तपाईँ पनि बालेनसँग मिल्नु भएको छ क्या हो? तपाईँ पनि मिल्नु भएको? कसरी देशभक्ति? आफ्नो देशले, जबकि भारतले मिचेको छ लिम्पियाधुरा र लिपुलेख, केपी ओलीले हाम्रो भन्दाखेरि भारतका मिडिया र भारतले आर्मी खटाउँदाखेरि नरेन्द्र मोदीले आजसम्म हामीले मिच्या छ भने देशभक्त नेता त्यस्ता हुन्छन्। नरेन्द्र मोदीले आफ्नो देशभक्ति देखा, हाम्रोले बेच्यो। थाहा छैन यसलाई सिआइएले कि रले बनाएको हो? यसले आफ्नो वफादारिता, यसले आफ्नो नमकको अदा गरेको छ, आफ्नो वफादारिता जता हिजो यसले देखाइसकेको छ। र यस्तो गर्दा पनि कसैले त्यसको समर्थन गर्छ भने डेफिनेटली नै यिनीहरू भारतबाट परिचालित छन्। र यस्तो गर्दा नि बालेनलाई समर्थन गर्ने